सिबी सकिएपछि अर्को के छ कभर लेटर। सिबी र कभर लेटर सबै यहीँ छ कभर लेटर मैले अघि सर्च गरेको थिएँ। यो सबै कभर लेटर हुन्। सबै एउटा टेम्प्लेटबाटै गर्ने हो। यसको फ्री छैन। फ्री बनाउन झन्झट हुन्छ त्यही फ्री बनाउनु झन्झट भएर त यो टेम्प्लेट युज गरेको हो। यु क्यान सी कभर लेटर ओके यहाँ हेरौँ यही हेरौँ हामी सुरुकै हेरौँ धेर किन हेर्नु होइन। अल थिङ सिबीकै जस्तो फर्मेट छ उसको एउटा आइडेन्टिटी छ उसले यो आइडेन्टिटी राखेको रहेछ। त्यसपछि नाम कोअपरेट भनेको छ कर्पोरेट रहेछ कर्पोरेट छ जस्तै अब हामीले बनाउँदा फेरि राम स्टुडेन्ट बनाउन सक्यो उसको फोन नम्बर जिमेल एड्रेस इमेल के छ सब कुरा राख्यो। एन्ड अब फर्मेट त अब एउटा स्पेसिफिक फर्मेट छ जो हामीले स्कुलदेखि नै पढ्दै आएको। यता राइट साइडमा डेट यतापट्टि डियर सर हेलो होइन नेपालीमा भन्दाखेरि श्री यति यति महोदय भन्दै यस्तै ग्रिटिङ्स हेलो डियर सर स्विट रिमेम्बर्स भनेर लेख्थ्यौँ नि हामी हो। अनि आई होप यु आर फाइन देयर आई एम अल्सो फाइन यो भन्दै दिस लेटर इज फर यु होप यु आर गुड भन्दै यसरी लेख्ने म्यासेज डर अनि यहाँ टक्क सिग्नेचर हुन्छ डिजिटल सिग्नेचर। त्यसपछि त्यसलाई नै गरेर टक्कसँगले हामीले आई होप यु आर फाइन देयर अल्सो फाइन हेयर भन्दै यसरी लेख्नु पर्यो पुग्यो होइन। अब यसमा अलिकति टक्कसँगले इमेजिक पोर्ट्रेटहरू हाल्न त मिलेन कभर लेटरहरूमा त जस्ट एउटा लेटर हो। अब यस्तो यो कभर लेटरहरू चाहिँ कस्तो कस्तो ठाउँमा युज हुन्छ भन्दाखेरि चाहिँ नि त्यो आफ्नो बिजनेस छ बिजनेसबाट केहीबाट कसैलाई लेख्नु पर्यो न त केहीमा अर्को भनेको आफ्नोमा स्यालेरी रिपोर्ट हुन्छ नि त्यो स्यालेरी दिने मान्छे स्यालेरी राखेको छ भने उसलाई उमेरबाट गरेको त्यो यस्तो हो भनेर यस्तोहरू बनाउनै ओर्ने स्यालेरी कार्ड भन्छ त्यसलाई स्यालेरी रिपोर्ट के भन्छ स्यालेरी त्यस्तै खालको के हुन्छ यो त रिपोर्ट भइगयो हो त्यसरी त्यो देखाउनु पर्यो भने युज हुन्छ बुझ्यौ नि सिबीसँगै। यु क्यान सी कङ्ग्रेचुलेसन लेटर होला सायद कङ्ग्रेचुलेसन इन्टर्नसिप हो इन्टर्नसिप कभर लेटर पनि मलाई इन्टर्नसिप गरिदिन दिनुहोस् भनेर एउटा लेटर लेख्नु पर्यो नि हो। एभ्रिथिङ इज पोसिबल क्या क्यानभामा टेम्प्लेट मात्रै त छ। अब यिनीहरूकोमा त फ्री भनेर के बुझाउनु त भन त फ्री के बनाएर बुझाउनु जस्ट एउटा टेम्प्लेटकै माध्यम हामीलाई फ्री नै बनाउनु झ्याउ लागेर एउटा टेम्प्लेटमा आएको हो नि त यो त सिबीहरू यो कभर लेटरहरू लेटरहरू अरू डिस्काउन्टहरूको फ्री बनाउन नि मजा हुन्छ टेम्प्लेटहरू युज नगरिकन बनाउँदा आफ्नो क्रिएटिभिटी हुन्छ। तर यो भनेको त पहिला नै फ्री गर्थ्यो भने अहिले टेम्प्लेटले सजिलो बनाउने हो नि त। त्यो कारणले गर्दाखेरि दिस इज भेरी गुड टु युज सिबीहरू बनाउँदा रेज्युमेहरू बनाउँदाखेरि टेम्प्लेटहरू दिएकै हुन्छ त्यसले नै बनाउने मजाले एन्ड दिस इज